ल ल सबैजनाले ह्यापी दसैँ भनौँ ल 160 हान्दैन अब एकबाट हेलो एन्ड व्हाट्स अप एभ्रीबडी वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ विजय दशमीको दिन रहेको छ हैन। आज विजय दशमीको दिन चाहिँ हालत यस्तो रहेको छ कि गाइजहरु हाम्रोमा चाहिँ यो पुरै के यस्तो पुरै पानी भरेर यस्तो क्लाउडी भएको हो नि पुरै छोड्दिनु पुरै कुहिरो लाएर हैन पानी परेर यस्तो खतम भएको छ गाइजहरु हैन खतम भएको छ यस्तो बादलै बादल लाएर कुहिरो लाएर पानी परेर म चाहिँ बिहानै उठेर नुहाई धुवाई गरेर रेडी भइसकेको छु हैन। अब के भन्नु त म चाहिँ बिहानै उठेर पुरै नुहाई धुवाई गरेर कपाल पनि राम्रोसँग सुकेको छैन गाइजहरु। बिहानै उठेर नुहाई धुवाई गरियो त्यो पानी पर्दा पर्दै पनि नुहाइयो हो कि आज त पुरै माथिबाट पानी पर्दैछ धारामा पुरै गएर मस्त नुहाइयो त्यही हो। अब यसो आजको टिका लाउने साइड चाहिँ 11:53 हो कि 54 भने जस्तो लागेको थियो। लगाइजहरु नुहाई धुवाई गरेर चिया खान लाग्यो यस्तै छ। नुहाई धुवाई गरेर अब टक्क चिया खानु पर्यो। लास्ट टाउको दुख्यो कि चिसो भएर होला त्यही भएर यो चाहिँ टक्क टाइपको मसला ससला हालेर हैन बनाउँछु। चिया खानतिर चाहिँ लाग्यो। सबैलाई ह्यापी दसैँ हैन। ल हेर्नु अब हाम्रो जमरा चाहिँ यस्तो हो हैन टक्क लाएर बाबाले पूजा सुजाको पनि गरिराख्नु भएको रहेछ। यता भगवानको फोटो पनि झुन्ड्याएर पहिलो दामी रहेछ तर जमरा चाहिँ यो चाहिँ मकैको जमरा होला। राखेर घोडासोडा थापेर टक्क पूजा गरेर दामी मनाएर राख्नु भएको रहेछ बाबाले। यति चाहिँ गर्नुभएको रहेछ। द गाइज खिर चाहिँ पाक्न लागिसक्यो होइन मस्त छड्किरहेको खिर ल यस्तो दुन आगो बाले नि पाक्दैन बाबा। अब यो पाक्यो होला है बिटो जस्तो हुन्छ अझै यसलाई छड्कनु हो। लाइन गाइज अब हाम्रो अचार पनि रेडी भइसक्यो होइन। अचार पनि मस्त रेडी भइसकेको छ। यसलाई छोप्दा दिपादिलाई दसैँ लागेको के झुम्का हो रे दिदी यो? बाहुबली झुम्का बाहुबली इयरिङ्स बाहुबली झुम्का बाहुबली झुम्का दिवा दिदीको मेरी कन्टेन्ट ठिक रहेछ दिवा दिदीको ठिक फाइनल लुक पनि म देखाइदिन्छु गाइज। यी हाम्रो यहाँ मेकअप आर्टिस्टको हेयर स्टाइलिस ल हेरी जस बोथ अनि अब यता हाम्रो यहाँ बाहुबली झुम्का लाउने अनि हजुरलाई त्यो बाहुबली लाउँदाखेरि कस्तो फिल भइरहेको छ ल अनि हजुरलाई कस्तो दसैँ लागिरहेको छ त? दसैँ गाइज पानी परेर एकदम बोरिङ भइरहेछ। आज यसपालिको दसैँ चाहिँ हल्का बोरिङ नै छ। पानी परेर हुस्सु लाएर कुहिरो लाएर एकदम बोरिङ छ। घाम लागेको भए अझै रमाइलो हुन्थ्यो। ओके जे भए पनि वी आर गोइङ टु बी रेडी फर दसैँ टिका एन्ड वी किप वाचिङ गाइज। ओके
हेलो गाइजहरु अब हामी चाहिँ रेडी भइसक्यो मम्मी लाउन मम्मीलाई चाहिँ रुवाखोकी लाएर ग्रस्त भइरहेको मम्मी फेरि दसैँमा अनि के छ तँलाई कस्तो भइरहेको त एकदम अब पानी परे पनि रमाइलो त मान्नै पर्यो दसैँ मान्नै पर्यो हैन यस ल ठिक यस्तो हुस्यु लाग्यो नि फेरि ल हेर्नु गाइजहरु है तनावग्रस्त रहेछ नि पुरै हुस्यु लाएर पुरै अब टिका सिका लाएर हैन टिका सिका लाएर अब चाहिँ हामी जाने तयारमा आमाको घर जाने तयारमा छौँ अङ्कल घरमा टिका सिका लाउनु जाने तयारमा छौँ गाइजहरु है अब मम्मीहरू हिँड्छौँ अब जान पर्यो गाइजहरु अब जान पर्यो टिका सिका लाउनु पर्यो अङ्कलहरू घरमा गएर टिका लाउनु छ बाबाको चाहिँ निधार खाली नै छ अब उता आमाको हातको टिका लाएर मात्रै अनि हुन्छ बाबाको चाहिँ ल अब यिनीहरू हिँडिसक्यौँ अब चाहिँ हामी चाहिँ होइन मस्त लाएर ल घामसाम लागेको छैन हो गाइजहरु अब चाहिँ हामी अङ्कल आन्टीकोमा जान लाग्यो टिका लाउनलाई मम्मी ल हिँड्यो के भयो त भने केही भन्दै भएन नि घाम नलागेर पुरै कुहिरोले यस्तो भएको पुरै सिन चाहिँ घाम नलाग्यो भने सिन चाहिँ फेरि दामी छ कि मोबाइलमा चाहिँ दामी आइरहेको कुहिरो लगाएर पुरै खत्तमै भएको छ नि गाइजहरु अहिले त त्यो दसैँको बेलामा अलिकति घाम लागेन भने चाहिँ विरक्त लाग्दो नै हुने हो कि उनीहरू चाहिँ गाई ओएमजी पुरै कुहिरो लगाएर ल हेर्नु त पुरै कुहिरो लगाएर यस्तो भइरहेछ नि आम्मा के साह्रो कुहिरो लागेको हो त यो त ल वाटा दसैँ गाइज वाटा दसैँ यस्तो कुहिरो लागेको छ कि पुरै छोड्दियो दसैँको बेलामा यतिको कुहिरो लाउनु भने ठिकै हो बाबाहरू उहाँ पुगिसक्नु भयो अलिकति अगाडि जानुभयो नि मैले देख्दिनँ ल यता चाहिँ पुरै टिका लाउने कार्यक्रम भइरहेको छ हजुर पनि यता हेरिस ल सस्ती आमाको हातबाट टिका लाउनु सबजना यहाँ यता वरिपरि रिङै घेरेर बसेका छन् ल हेर्ने यता पनि बसेर ल यिनीहरूको यहाँ दसैँ गाइजहरु ल दसैँ लागेको गुड अलि अर्कै टाइपले स्वाई भने कि स्वाई यिनीहरू भाँडा मात्नै आउँदैन भने स्वाई मात्ने हो सबै मेटेर होइन मुख धोएर फेस वासले टक्क सबै भइसकेको छ होइन अब चाहिँ हाम्रो तास खेल्न जान्छौँ सो हजुरहरूको दसैँ कस्तो भयो होला लाइक एन्ड कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि लास्टमा चाहिँ म एउटा हजुरहरूलाई के क्वेसन सोध्न चाहन्छु भने दसैँ किन मनाइन्छ दसैँ मनाउनुको मेन रिजन के हो के कहाँबाट चाहिँ दसैँ मनाउनलाई स्टार्ट भएको थियो यो चाहिँ के अरे कमेन्ट गर्नु होला हजुरहरूलाई थाहा छ भने सो बाई बाई